तपाईको घर व्यवहार सबैलाई जस्तो लागेन है आन्टी। बेलैमा भन्दा छु, बेलैमा बुद्धि पुर्याउनु होला गुरुबन्धु। अब भएन छ भने डाङ डाङ डुङ डुङ पाङ पाङ पुङ पुङ सब चलिहाल्छ। ओहो नेताज्यू, अब पनि यस्तो डाङ डाङ र डुङ डुङ बाङ बाङ र बुङ बुङ गरेर हुन्छ भने सुन्नुहोस् यहाँ, तपाईको सन्तानको लागि अति राम्रो भविष्य बोकेर ल्याएको छु। बढी छिक्क पार्नु पर्दैन। नरिसाउनु त। हाम्रो त्यो कहीँ नभएकी त्यो चोथाल्ने बुहारी अर्कैले उडाएर लग्यो भन्छ। के भन्छ यो? मेरो मोबाइलमा टाउनर कस्तो टेन्स भइरहेछ भने। ए हो र, उसो भए तिम्रो मोबाइलका लागि भने पनि मैले यो एन्टिना सधैँ ठाडा गरिदिन्छु अबदेखि ल। अनि गाउँतिर तपाईँ त्यत्तिकै हलिरहनु भएको छ कि कुनै आफ्नो व्यापार व्यवसायहरू केही गर्नु भएको छ कि जबहरू? गाविसले नि बोलाउँछ, स्कुलले नि बोलाउँछ, उता उहाँ जिल्लामा नि बोलाउँछन् मलाई त। त्यो कुरा छोडिदिनु हो, त्यो फोटो के छैनन्? त्यसो भए हजुरले बाबासँग घरमा कुरा गरिसियो न। घरमा गएर म कुरा चलाउँछु, तर तिमीले त्यो अङ्कलले भनेकै केटासँग बिगर्छु अरूसँग त गर्दिन भन्नुपर्छ नि। पढाइ कति पुर्यायो रे जेठी? भर्खरै बिहा गर्छु। पढाइ त राम्रै रहेछ, उमेर पनि पुगिसकेको छ, बिहा गर्ने विचार छ छैन? नमस्कार सबैलाई। आज म सधैँको भन्दा धेरै छोटो कुराहरू राखेर म यहाँबाट हिँडिहाल्छु। एउटा सभा तल सुरु हुन लागिसक्यो। म तपाईँहरूलाई एउटा महत्त्वपूर्ण कुराहरू छोटोमा राखेर म हिँडिहाल्छु। त्यो कुरा के हो भनेदेखि सुन्नुहोस्। सुरुमा राष्ट्र रहे हामी रहन्छ, राष्ट्र रहेन भने हामी रहँदैन। अहिलेलाई म यी छोटकरीमा भोलिपछि यो छुटपुटका कुराहरू म टोलमा गाउँमा आएर गर्नेछौँ। तपाईँहरूसँग घर घरमा छलफल गर्न आउनेछौँ। अहिलेको लागि म लागौँ। नमस्कार। बाबुले मनसिक गरे हो आमा, त सही गरे अरे यो मान्छेले, हो होइन? अब के गर्ने, यिनले भने जस्तो देशमा हुँदैन, सबै आफ्ना तरिकाले त्यो बटारिन्छ कि कसो, हो होइन? त हो नि गनगने दाइ, सबै त्यस्तै भन्छन्, आउँछन् जान्छन्। हो नि माइलो बा, राम्रो कामको सुरुवात बिस्तारै हुन्छ। मनोकान्तिले भनेको छ नि, संसार बदल्नु छ, सुरु आफैबाट गर्नुपर्छ। हाम्रो गाउँका दिदीहरू बहिनीहरू पनि खुब छोटा छोटा कट्टु लाएर हिँड्न थालेछन्, खुब छ्याङ्ले भएर हिँड्न थालेछन्। यो कुरालाई पनि प्रतिबन्ध लाउनुपर्छ। हो, कुरो ठिक कुरा गरेछ केटा। अब अर्को बैठकमा यो कुरो पनि बैठकमा राख्नु पर्यो भनेर भन्छु म। हो, कति राम्रो कुरो निक्ल्यो देख्नु भयो माइलो बा। बैठकको अध्यक्षले उठेर गइसके, हामी केलाई बढ्नु, हामी अब लागु गर्छौँ। रुखले छ्याप्पै छोप्यो। साह्रो पो भयो आज। ल बहिनी, यो हो, यो कता गयो यो अर्को मान्छेहरू आज? ओहो तर दिएको मान्छे कहीँ नभएको मेरै भइछ यो परिवार। लोछार पनि तिनीहरूलाई चाहिने, दसैँ तिहार सङ्क्रान्ति सबै चाहिने। यस्तो भेडेनको परिवार भएपछि मैले दुःख पाउँदैन। यस्तो पनि हुन्छन्,
कता मुन्ट्यो पनि त्यो जलरङ हेट्टाको म त मरक मुर पार्दिन्छु। हेर 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 ठुक्क जातै फाल्यो। तेरो यो पॉइंट के हो? चितोली कि बिरालोले चिताएर लु भन। नेता र मन्त्रीको छोराछोरीले लाउनु हुने, मैले चाहिँ यो पेन लाउनु नहुने। अरूले लाओस् नलाओस् मलाई सरकारको कुरो भएन। मेरो आफ्नै इज्जत प्रतिष्ठानमा म बसेको मान्छे, मलाई अरूसँग मतलब छैन। मेरो घर व्यवहार मैले राम्रोसँग चलाउनु छ, म इज्जतसँग म गर्वसँग बाँच्नु छ, बुझिस्? अनि त यो गाउँमा जन्मिएको मान्छे त्यो सहरेको छोराछोरीसँग त डाँच्ने, अनि तेरो त्यो कुलुङ्गार दाइ चाहिँ कता मुन्ट्यो नि आज? मलाई के थाहा नि? मलाई भोक लागिसक्यो। खुर्क त्यो ढोक खोल्दा। मसँग साथी हुनु पर्यो नि। तसँग नभए कोसँग छ नि? मलाई के थाहा? कोही साँचो बोकेर हिँड्दिने, कोही यस्तो के भेडनको परिवार भयो हा? यो गनगन माइलोको भत्तो किन यहाँ हिँडिरहेछ? ए जरम हाम्रा गाउँका गनगने माइला बाउका घरका घिउ र चामल खाएर यो भुँडी त जम्मै लागेछ नि गाछे। तिमीले भन्न खोजे के? तिमीले भन्न खोजे के? यो बाँसको लिङ्गुरो जस्तो टुकी ठडाएर आकाशमा बतालको कुरा गरेर गाउँका चेली बेटी कोही नभनिकन साइड मारेर तिमी पात जस्तो कुरा गर्ने? तिमीले भन्न खोजे के? तिमी हेर मेरो भान्जाको उमेरको मान्छे भएर भान्जा जस्तो भएर मात्रै, न त तिमीलाई एक दिएर अहिले त्यो तल पुऱ्याउँदिन तिमीलाई। कुरो बुझ्यौ? ए जरा मेरो आमाको भाइ हो र तिमी भान्जा भने? मेरो आमाको भाइ हो तिमी भान्जा भन्नलाई? न सुर छ न ताल छ, बेतालको कुरा गरेको छ। अनि तिमीलाई मैले भान्जा भन्न खोजे हो र? के तिमीलाई भान्जा भन्न खोजे र? मैले त मेरो भान्जाको उमेरको जस्तो मान्छे भएर पो भान्जा जस्तो भन्न खोजे। बेकारको कुरा गर्छन्। चिप लागा तिमी। अब बिना कारण अर्काको घरमा हप्ता दिनभन्दा बढी बसिसकेपछि भत्ता जस्तो पो भन्न खोजे त मैले। के रे फेरि पनि मलाई भत्ता? म को चिने ह? तिम्रो बुद्धि छैन? बुद्धि गनगने माइलाले मेरो घर बिग्रियो भनेर मलाई बोलाएर म त घर बिनाउन आएको मान्छे, मलाई चिनेछ? तिम्रो बुद्धि छैन क्या? कि राँची लानु पर्यो? अलिकति भएको दिमाग त खर्च गर न। चिप लागा तिमी। अब उसको बुहारी पहिलो जान्छ, मलाई राँची ल्याएर हुन्छ? तिमीलाई उसको बुहारी पहिल्यै गएको भन्ने के प्रमाण छ? तिम्रो आँखाले देख्यौ कि तिम्रो कानले सुन्यौ कि? नचाहिने कुरा गर्दा रहेछन्। बढी जान्ने भएर सके अर्काको भलो गर्नु, नसके कुभलो नगर्नु। नचाहिने कुरा गरेर चिप लागा तिमी। कुरा गर्छौ भालो र कुभलोको कुरा नगर। कि यो देख्ने आँखालाई थाहा छ कि यो सुन्ने कानलाई थाहा छ? कुरा गर्छौ तिमी अर्काका घरका घिउ र चामल खाएर पचाएकै छौ गाठे। कुरा गर्छौ यो हाम्रो रमाइलो जिन्दगी नै, यो हाम्रो रमाइलो जिन्दगी नै प्लस 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 टू, प्लस 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 टू, प्लस 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 टू। हेलो असलम जी, के छ यार हालखबर? एकदम ठिक छ यार। के छ तपाईँको?
हजुर 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 मेरो पनि सब ठिकठाक छ। म पनि आज गाउँ आउँ कि भन्दैछु कि। हजुर 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 अब म यहाँबाट त्यस्तै आधी घन्टा जतिमा निस्किन्छु होला होइन। 4-5 घन्टामा म त गाउँ आइपुगिहाल्छु होला। हुन्छ ए हुन्छ ए हुन्छ हुन्छ त्यहीँ बसिराख्नु ल, म त्यहीँ आउँछु अनि भेटेर गफ गरौँला नि है त। हस् हस् ल धन्यवाद ल। हस् 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 होइन ए भतिज निर्मल बाबु आउँछु भने त टाइम त भइसक्यो, यस बेलासम्म आइपुगेका छैनन्, के हो यो? आउँदै हुनुहुन्छ होला, गाउँको बाटो त्यही माथि बर्खा। नमस्ते काजीबा नमस्ते। ओहो निर्मल बाबु अहिले त बडा ह्यान्डसम भएको कठोर हिँड्या छ, 3-4 वर्ष भयो नदेख्या। त्यही त सधैँभरि मान्छे कहाँ सानो हुन्छ त, गाउँमा पढाइ सिधा आइसक्नु भयो सहरबाट। होइन नदेख्या त धेरै भएको थियो, पढेर भन्दै मात्रै त हुँदैन नि हो, हामीलाई नि त यसो हेरविचार गर्नुपर्छ, कहिलेकाहीँ गाउँतिर पनि आउनुपर्छ, गाउँको रहनसहन वातावरण पनि भिन्न पर्छ नि त। ल काजीबा पनि पहिला भेट्दा त कालो थियो दारी, अहिले त पुरै सेतै फुलिसकेछ। मान्छे नै फुल्ने बेला दारी किन नफुलोस् त बाबु? अब त गाउँघरको वातावरण, गाउँघरमा बसेर गाउँघरलाई चाहिँ नि केही प्रगति उन्नति गर्ने विचार छ कि छैन त? त्यही सोचले नै त गाउँमा आएँ नि काजीबा म। धन्यवाद बा, जाउँ। त्यही त कुरा ढिला भइसक्यो। अनि काजीबा बाइक जान्छ माथि? यो भेटबाट चाहिँ नि जाँदैन, यो टाउको मात्रै लिएर जाऊँ बाबु। यहाँ चोरेला नासेला भन्नु पर्दैन, यो सहर होइन, यो हाम्रो गाउँघर। गाउँघरमा त्यस्तो इमान्दार मान्छे धेरै हुन्छन् बाबु। जाउँ। हाम्रो काजीबाले ठिक भन्नुहुन्छ। गङ्गनी माइला, तिमीले त खास कुरो छ एउटा भन्थ्यौ, गोप्य कुरो के रहेछ त्यस्तो खास कुरो? एकचोटि भनिहाल त। कुरो के हो रे नि काजीबा? कुरो के हो रे नि काजीबा? हजुरको जेठी छोरी छन् नि, हो तिनको लागि यस्तो केटो छ कि हेर्नुहोस् पढ्नसम्म पढेको, विदेशमा अस्ट्रेलियामा पनि पढेर आएको हो, त्यस्तो खालको केटो छ। हजुरको केटो हेर्दाखेरि पनि मनपर्छ। अनि कुरो के भन्दाखेरि यो घर नउम्काउँ कि भन्ने विचारले अनि काजीबासँग गोप्य कुरो गरौँ भनेर आएको। अब त्यसमा चाहिँ नि के छ भनेदेखि पहिला त बढेका छोरीलाई सोध्नु पर्छ एक वचन, ए नानी यस्तो छ भनेर सबैलाई उसलाई सबै कुरो जानकारी गराइसकेपछि उसले हुन्छ भने हुन्छ। मेरो त के छ र डाँडामाथिको जुन आज हो कि भोलि हो, उनीहरूको राम्रो दाम्पत्य जीवन मिल्छ भने तिमीलाई के त? खास कुरो के हो नि काजीबा? गोप्य कुरो चाहिँ छोरीसँग मैले कुरो गरिसकेँ। हुन्छ नि अङ्कल, बुवासँग कुरो गरी बस्नुहोस् न भनेर छोरीले भनेकी छन्। त्यसैले केटा र केटीको मन्दिर छ भने मेरो केही पनि भन्नु छैन त्यसमा। गनगने माइला तिमी ढुक्क भएर गए हुन्छ। उनले त हुन्छ भनेकी नै छन् काजीबा। एकचोटि यसो ए नानी छोरी यहाँ आऊ त बा। बस छोरी। होइन ए नानी छोरी, गनगने माइलाले भनेको कुरो तिमीलाई चित्त बुझिया छ? होइन ए गनगने माइला, एकचोटि केटो पनि त हेर्न पर्यो, उसको राय चित्त के छ, उसको विचार के छ, ऊ केटो कस्तो छ। तिमीले यहाँ आएर चाहिने धाक चाहिने लगाइदेऊ मलाई विभिन्न देशमा पढ्या भनेर। अब पढ्या सड्या मतलब छैन कि केटोको आचरण कस्तो छ, पहिला त्यो केटोको आचरण बुझौँ हेरौँ। तिमी उनीहरूको दुईटाको खाएको दाना पानी छ भने भइहाल्छ। हुन्छ नि त काजीबा, अहिले हामी बिदा पाउँ, हामी भोलि नै केटा लिएर आउँछौँ। ल ठिक छ, अहिले लाग्यो काजीबा। ल जाउँ
ल्याउँछु नि। ल यो त हेर यत्रो बुट लगाएर हाफ प्यान्ट लगाएर यो खोसेला साडी राखेकी छ त। अनि के गर्नु त? बाबामा काम मराएर कहाँ जान्छन् अनि गर्नु परेन त? मसँग खास कुरा गर्नुपर्ने छ। आइज न यतै। के कुरा भन्? आइज पेडीमा बसेर गरौँ। खास कुरा के हो भन्न त? हेर्न लक्ष्मी, हाम्रो घरमा त मेरो बिहेको कुरा चलिरहेको छ भने। ला यो त खुसीको कुरा हो नि। तँ भन्छस् नि लक्ष्मी, यहाँ आफूलाई उमेर पुगेको छोरीको बिहेको कुरा चल्नु के भन्ने थाहा भयो त? अरू त के हुनु नि, अब तिमीहरू जस्तो मिल्ने साथीहरूलाई छोडेर जानुपर्ने भयो। तर आफूले आफूलाई भाग्यमान ठान न। हेर्न त भन्दा 1 वर्ष जेठोमा मलाई त कुनै केटाहरू नै माग्न आएन। छोरी छोरी तेरो बुवाले बोलाउनु भयो, जा भित्र, म नि गएँ। केटा टन्नै फल्या रहेछ, चिनेरै मलाई टाउकम लाग्यो। अलिक हल्ला पनि टन्नै पाक्यो रहेछ। एउटा खाऊ कि भने कसैले देख्ने हो कि कोही पनि छैन। चोर चोर कसको चोर? कहिलेको चोर? किन चोर? कहाँको चोर? के गरे चोर? के खाए चोर? एउटा हलुवाई बेग टिपेर खायो भन्दैमा चोर हुन्छ? चोर त तिमी जस्तो राम्री केटीको जवान चोर्नीलाई पो चोर भन्छ त। के रे? अर्काको बारीमा आएर उही फलफुल चोरेर खान्छ? अझ को चोर? मलाई त म पक त भाते कि छोरी पक। तँलाई त म बिहे गरेर 10वटा छोरी 15वटा छोरा पाउला भने तर तँलाई म बिहे गर्दैन। तँलाई बिहे गर्छु भन्दा भन्दै यत्रो डेक्चीले हानेर टुटिलको उठाइदिन्छु। तँलाई म के शराब दिन्छु भने तेरो जिन्दगीमा एउटा पनि पोइ नहोस्। हुन त केटी राम्री चाहिँ राम्री भए पनि तेरो जिन्दगीमा एउटा पोइ नहोस्। ल जा, माधवले भन्दा बढी शराब दे, तेरो जिन्दगीमा पोइ नहोस्। त भाते कि छ तेरो शराबले केही पनि लाग्दैन। अलि डेक्चीले हैन ढुङ्गोले टिपेर हान्दिन्छु। यो हाम्रो रमाइलो जिन्दगी नै, यो हाम्रो रमाइलो जिन्दगी नै। प्लस 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 2 प्लस 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 2 प्लस 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 2। बाजीबा आउँछु भन्नुहुन्थ्यो, यस बेलासम्म आउनु भएन। बाहिर पो जानुभयो कि? आउँदै हुनुहुँदो रहेछ ल। काजीबा नमस्ते। ओहो नमस्ते, बसौँ बसौँ बाबु। आउँदै थिएँ, के गर्नु सबैको चित्त बुझाउनै पर्छ। बाटोमा एउटाले अल्मलाइदिया हुनाले अलिकति बेर भयो। रिसानी माफ होला बाबु, यस्तै हो, के गर्ने। बुढेसकाला छिटो हिँड्न सकिँदैन। होइन निर्मल बाबु, घरतिर त सन्चै छ? हजुर, सबैलाई सन्चै छ। ए ल, सन्चै भए त राम्रो भयो है। मैले चाहिँ नि बाबुलाई धेरै खोज्या चाहिँ नि, किनभनेदेखि हाम्रो यो किसानले भरिएको देश, कृषि प्रधान देश र जम्मै विदेशतिर पलायन हुन थाले। अब हाम्रो यहाँ बसेर
किसानको उन्नति प्रगति गर्ने कोही पनि भएन। पढेर आएको हुनाले जुन विषय पढ्या छ त्यो विषयको यहाँ काम गरिदिनुहुन्छ कि भनेर बाबुलाई मैले चाहिँ नि दिलचस्पी देखुनै खोजेर राख्या बा। हजुर हजुर। फेरि निर्मल बाबु त यो कृषि सम्बन्धीमा पिएचडी नै गरेको, एग्रिकल्चर बारेमा यो भएको हुनाले त सुनमाथि सुगन्ध भएर छ हामी गाउँलेहरूलाई त बाबु। त्यही भएर त काजीबा म सहरबाट पढेर आफ्नै गाउँमा फर्केर आएको छु। तर हजुरहरू सबैजनाको मलाई सहयोग चाहिँ चाहिन्छ। फेरि बाबुको विचार त्यति राम्रो रहेछ भने मैले हाम्रो जिल्लाको जेटी बाबुलाई झिकाइदिइहाल्छु र तुरन्त उसलाई चाहिँ नि बाबुसित सम्पर्क गराइदिन्छु। एन्टिना प्रसाद भन्ने छन् यी गाउँलेहरूले। जब जब यो गाउँमा मोबाइलको मार्फतबाट मानिसहरूले नराम्रो काम गर्न खोज्छन् तब तब एन्टिना प्रसादले यसै गरी यो मोबाइलको टार लुकाइदिन्छ। फोन गर्नु एकचोटि जेठीलाई। होइन यी काजी बुढाले यो भर्खरै आएको निर्मल बाबुसँग के कुरा जोत्दैछन्? ल एकचोटि यो कुरा नबुझी भएन। यो मोबाइलको भरै छैन। नेपालको चाहिँ नि ऊ के हो खोइ। ए होइन गाउँमा कृषिको विस्तार गर्ने कुरा त राम्रै कुरा हो। बुढाले मोबाइल निकाले कुरो चाहिँ कस्तो गर्ने बुढाले? ए कृषि जेटीहरूलाई बोलाए। जेटीसँग फोन रहेछ के अरे? ल ल ल एन्टिना राम्रै काम रहेछ यो। ए टावर ठडाइदिए एन्टिना, टावर ठडाइदिए। ए बल्ल फोन लाग्यो बाबु। हेलो हेलो, यो कृषि विभाग हो? गनगने माइला पढ्नु तपाईसँग एउटा मेरो कुरा छ। ए गनगने माइला पढ्नु तपाईसँग अहिले मैले गफ छ भनेको होइन। कहाँ हतार हतार ल ल ल ल ल ल ल के छ पर्यवेक्षक प्रदीप बाबु? ल भन्नुहोस् ल के पर्यो त्यस्तो? घर अगाडिदेखि नै पक्नुस् भनेको के को चटारो हो यस्तो हतार? अब के भने नि प्रदीप बाबु कुरो के भने नि केटीलाई केटा, केटालाई केटी, अनि पढेन कमाउन अनि आफ्नो चटार जहाँ गयो नि चटारको चटार। भन। ए माइला बा तपाईँ अरूको यसो उसो मिलाएर मात्र हिँड्ने अनि खोइ त हाम्रो वास्ता। म तपाईँको भतिजो होइन र? ए भतिजो बिहे गर्न खोज्या? बिहेको कुरो होइन त? त्यही त भने नि माइला बा तपाईँ वास्तै गर्नुहुन्न हामीलाई। ल कहाँको वास्ता नगरे हो र? आफ्नो सन्तान जतिसुकै ठुलो भयो नि सानै जस्तो लाग्दो रहेछ आफूलाई। अनि भतिज तिमी त पर्यवेक्षक जस्तो मान्छे, अनि कस्तो खालको केटी बिहे गर्ने हो त्यो त मलाई भन्नु पर्यो नि त। घर गरी खाने भर भएको केटी चाहियो मलाई। भतिज त्यस्तो खालको केटी मसँग 101 छन्। अनि किन चुबुलाएर बसिरहनु भएको त अङ्कल? अब चुनावको पर्यवेक्षक जस्तो मान्छे म, अब चुनाव आउन लागिसक्यो। अब घरमा एउटा राम्री बुढी ल्याएर राखेर आफू त चुनावको लागि परिपेचेट गर्न जानु पर्यो नि त। ए भतिज कुरा त्यस्तो पो। ल म अरू काम छोडेर नि तिम्रो कामतिर लाग्यो। ल अङ्कल जय होस्। ल जय होस्। ल त्यो खाने चाहिँ साह्रै बिग्रियो। जहिले पनि गलत मात्रै काम गर्छ। कहिले फलफुल चोर्छ हेर्नुहोस्, कहिले अर्का बारीमा गएर कि मुला चोर्छ, कहिले के गर्छ होइन। अब काजीबाले त्यसलाई चाहिँ यसो अर्को बुद्धि दिएर सही बाटोतिर हजुरले यसो सम्झा बुझा गरेर ल्याउनु पर्यो हेर्नुहोस्। ल अब मैले गरेर हुन्छ भने किन नबढ्ने म भन्नुला। हजुरले गरेपछि के नै नहुने के छ र होइन? ल जाउँ त त्यसो होइन। यो सुतिरहेको नमस्कार। दिउँसै सुतेर बस्छ, 50 थरी काम गरेर हिँड्छ, कसैको काम छैन, अनेक थरी गरेर हिँड्छ। यहाँ चाहिँ दिउँसै आएर सुते बस्छ। म त बिहे गरेर सपना देखिरहेको कासा। देख्छस् बिहे गरे? गाउँ घरको फलफुल एउटा राख्दैनस्? काजीबा माफ पाऊ है माफ पाऊ। एउटा सानो हलुवा बेत चोरेर खाएको थिएँ, नाम पनि त्यति राम्ररी आउन्न। त्यही पनि कहाँ खाएको र हेर्नु हलुवा बेत त यहाँ पो गएर अड्क्यो जस्तो। के कुरा लाएको हो क्या तपाईँले? हेर बाबु पिठिनी, तिमीले आजसम्म जे जति गर्यौ तिम्रो धेरै गाउँलेहरूले शिकायत गरेका छन्।
अब यस्तो चाहिँ नि उल्लु काम बदमासी काम छोडेर आफ्नो भविष्य निर्माणपट्टि तिमीले लाग्नु पर्यो र अब पिर मान्नु पर्दैन। म राम्रो बाटो देखाइदिन्छु, राम्रो लाइन देखाइदिन्छु, त्यो लाइनलाई पौड्यो भने तिम्रो भविष्य सुध्रिन्छ। हेर्नुहोस् काजीबा, उताको बाटो पानी परेर हिलो छ, बरु यही बाटो राम्रो छ, यही बाटो जान्छु। हेर बुद्धि जति 12 वर्ष कुकुर पुछेर ढुङ्ग्रा हाले नि नसुध्रिने। मैले भन्न खोजेको बाटो भविष्यको बाटो, यो बाटोको कुरा गरे हो। ए प्युठानी, हजुर मेरो यस्तो शिक्षा दीक्षालाई त अपहेलन गरेर त जुम्रो मारेर टालिदिनुलाई क्या हो? ल तेरो काजीबा अलिअलि भातको मासु पनि टोकेरै मार्न त दिनु न। अब भने त्यो प्युठानी काजीबाको फेला पर्ने हो। कहिले हाँसे खुसीसँग, कहिले रोए आँसुसँग, कहिले हाँसे खुसीसँग, कहिले रोए आँसुसँग। यो मनमा चोट परे गुनासो छ आफैसँग, यो मनमा चोट परे गुनासो छ आफैसँग।